हेलो हेलो नमस्कार। आजको हाम्रो मर्निङ वाक स्टार्ट भयो। कस्तो हुन्छ आजको मर्निङ वाक हेरौँ है त। हेलो गुड मर्निङ। हामी चाहिँ मर्निङ जानु लागेको होइन। अनि आज सायद गएर आज खाल्टीमा यो अब अन्तिम मर्निङ वाक हुन्छ होला मेम्बरसँग चाहिँ। त्यही भएर आज यस्तो जाउँ भनेर मात्रै हो मेमोरीको लागि चाहिँ। प्यारी मान्छे दाइहरू जाँदै हुनुहुन्छ विदेश। के रमाइलो सिन देखेको छ। कोही कोही मान्छेको अन्तिम दिन आज वैदेशिक यात्रामा जाँदै हुनुहुन्छ अध्ययनको लागि। खाल्टे चाहिँ अन्तिम दिन। कोही कोही मान्छे यहाँ दौडिँदै हुनुहुन्छ है। हेलो हेलो सिस्टरलाई उठाइदिने म होइन। हजुर अनि हिँड्ने बेलामा मलाई छोडेर हिँड्दिनु मान्छे तपाईँलाई थाहा छैन यिनको हेलो बोल्नु है बोल्नु। हेलो हेलो गुड मर्निङ हामी मर्निङ वाकमा निस्केका। खाल्टे बजार यस्तो छ बिपी राजमार्ग यो। यहाँ अगाडि 3 जना म्यामहरू हुनुहुन्छ। मेरो चाहिँ नेटै चलेको थिएन के हिजो होइन हिजो चल्दै थिएन होइन हिजो होइन अहिले चाहिँ चलेको थिएन त त्यहाँ एउटा एउटा गाडी उठाउँदिनँ त्यसपछि हुँदा अलराम उठाउनु पर्दैन नि। अलराममा उठ्ने हो। अनि के हाम्रो लागि यसलाई भिडियोमा भरे गर्ने बोल्ने कति गर्नु मलाई पनि सिकाउनु भिडियो आफै त हि गरेर आउँदो रहेछ क्या। यो कति सेकेन्ड हो? त्यही 60 सेकेन्ड लामो यो लामो छ नि। हजुर बाटोमा हो। अनि तपाईँ यसमा भोइस ओभर लोड कतिखेर टिकटकबाटै गर्नुहुन्छ? यहाँ राम्रो आउँछ। नितु म्यामले गरेर यहाँ भिडियो गर्नु भएको थियो। कति भिडियो बनाएको छ यहाँ उसमा ड्राफ्टमा भएको गीतबाट पनि मेरो ड्राफ्टमा गीतै छैन होला। म्यामहरू अगाडि हिँड्दै हुनुहुन्छ। तर यो बनाउनु नदिनु। यहाँ टिकटक बनाउने कार्यक्रम भइरहेछ। टिकटक बनाउँदै हुनुहुन्छ। बिहानको मौसम एकदम सफा आनन्द लाग्ने सिर हावा चलेको चिरबिर चराहरूको आवाज कति आनन्द लाग्दो छ। एकदमै फ्रेस भइन्छ बिहान हिँड्दाखेरि। यहाँहरूले पनि थोरै मात्रै भए पनि आफ्नो समय बचाएर बिहान साँझ होइन हिँडेर स्वस्थ रहने कोसिस गर्नुहोला। आफ्नो लागि समय खर्चिनु भनेको सम्पत्ति कमाउनु हो। हामीले आफ्नो लागि सम्पत्ति खर्चिन सकेनौँ भने आफ्नो लागि समय खर्चिन सकेनौँ भने भविष्यमा पश्चाताप बाहेक केही पनि बाँकी हुँदैन। यहाँ झगडा पऱ्यो। हामीसँग एउटा कुकुर आएको थियो। सबै यहाँका कुकुरले अट्याक गरेर झगडा पऱ्यो। सुनकोशी नदी
सल्ल बगिरहेछ। यति आनन्द लाग्दो छ, यति रमाइलो वातावरण छ, यति फ्रेस मौसम छ कि बिहानको हामी चाहिँ मर्निङ वाकमा रमाइलो पनि गर्छौँ कि साथीहरू। अब यहाँ एउटा गीत गाउने प्लानिङ हुँदैछ हाम्रो, हामी गीत गाउँदैछौँ। ल स्टार्ट। यो मनले सुसेलेको कसले सुनिदिन्छ, खोज्ने आँखाहरू धेरै धेरै आए, मन खोज्ने मायालुलाई कहाँ भेटिएला, कहाँ भेटिएला, हितैको मायालाई कहिले भेटौँला, हितैको मायालाई कहिले भेटौँला। थ्याङ्क यू। हिँड्दैछौँ। हजुर नाच्नु त, हजुर नाच्नु त। झगडा पर्यो पैसित, बोल्न मन छैन खोइसित। नाच्नुपर्ने है मजाले। भदौरे महिना कुन्ती भन्ने छ नि एउटा। भदौरे महिना दस सेकेन्ड भइसक्यो। ल भयो है तपाईँको 20 सेकेन्ड। नाच काटी सङ्गी घाटा चला फाना नाना नाना गोरन। धारा जाने बेला अर्जुन धारा धारा जानुहुन्छ आज हामी त बुझ जाने यता जान्छौँ म। ल बहादुर फेरि प्रभु मैले देखिनँ नि तपाईँलाई रेडी मन ठाउँमा छैन तिजको रङ। हामी मर्निङ वाकबाट फर्किँदैछौँ। यति गर्मी ठाउँमा पनि बिहानीको मौसम चिसो चिसो छ। चिसो चिसो है। कति आनन्द आयो तपाईँलाई भन्नु त? मलाई धेरै आनन्द आयो। कति फ्रेस भइन्छ है। टिकटक बनाइयो, घुमियो, उफ्रियो, नाचियो, अनि हामी फर्किँदैछौँ। मिनी भ्लग नि बनाइयो। हो आज बिहान आयो है जाँगर। नयाँ पनि यस्तै कस्तो भयो मर्निङ वाक हाम्रो? एकदम रमाइलो शान्त वातावरणमा गाडी पनि आएको थिएन अघि त। अलि गाडीको थालो होइन। हेलो
हेलो हामी चाहिँ आज मर्निङ वाक गएर होइन सकिसक्यौँ है यति आनन्द आयो त्यो कुरै छोड्नु कि यति धेरै त्यो मेन्टल तनाव के तनाव हुन्छ नि त होइन सब तनाव गास जस्तो हुन्छ है फ्रेस हुन्छ होइन अब म के भन्छु भने तपाईँहरू अलिकति टाइम क्या अलिक धेरै पर्दैन होइन आफूलाई आधी घन्टा दिनु कि आफूलाई आधी घन्टा माया गर्नु सबैलाई हामीले माया गर्छौँ नि त होइन तर आफूलाई माया गर्ने बिर्सिन्छ कि हामी कहिलेकाहीँ चाहिँ त्यही भएर चाहिँ आफूलाई थोरै टाइम पनि दिनु आधा घन्टा चाहिँ हिँड्नु कि यति धेरै फ्रेस हुन्छ हेल्दी हुन्छ कुरै छोड्नु होइन म्याम यस एकदम हामी मर्निङ वाकबाट फर्केर खाल्टे बजारमा आइसक्यौँ यो चाहिँ खाल्टे बजारको दृश्य हो तर घुम्नु होला आइसक्नुहुन्छ होइन नानी ओके बाई बाई लभ यु अल